आज म तपाईहरुलाई फेरि एउटा पावर सकेट चाहिँ कसरी जोड्ने भन्ने कुरोहरु चाहिँ सिकाउन गइरहेको छु। प्राय घरहरुमा खाली पावर सकेट बिग्रिरहेको हुन्छ, धेरै समस्याहरु आइरहेको हुन्छ। यसको लागि चाहिँ हामीले ल्याउने आफै पनि गर्न सकिन्छ भन्ने लागेर चाहिँ म हजुरहरुलाई चाहिँ म यो पावर सकेट कसरी जोड्ने भन्ने कुरो चाहिँ सिकाउन गइरहेको छु। मैले यहाँनिर एउटा नयाँ पावर सकेट ल्याएको छु। यो पावर सकेटलाई म खोल्छु। पावर सकेट खोलिसके। अब पावर सकेटमा पनि हामीले ध्यान दिनुपर्ने कुरा के हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर पनि एउटा एउटा चिन्ह दिएको हुन्छ क्या। जस्तै यहाँनिर एल भनेको छ, एल भनेको लाइफ लाइन। लाइफ लाइन भनेको जहिले पनि रातो हुन्छ र यहाँनिर एन भनेको छ, एन भनेको चाहिँ न्युट्रल हो। न्युट्रल जहिले पनि कालो हुन्छ। र अनि हामीले पावर सकेटको स्विच अन गरिसकेपछि यहाँ बत्ती बल्नुपर्छ। यो बत्ती बल्नको लागि चाहिँ यहाँनिर के दिएको छ भन्दाखेरि एउटा इन्डिकेटर लिड दिएको छ हो। अब यी सबैलाई चाहिँ म कसरी जोड्ने भन्ने कुरोहरू चाहिँ सिकाउन गइरहेको छु। यसको लागि हामीलाई पहिलो आवश्यकता भनेको स्विचबाट लाइफ लाइनसम्मको लागि एउटा कनेक्सन गर्नुपर्छ। त्यो कनेक्सन गर्नको लागि मैले यहाँ अलिकति तार ल्याएको छु। यो तारबाट म कनेक्सन गरेर देखाउँछु। अब यसको नापमा लिने यहाँदेखिको यहाँसम्म यतिको काट्ने। मैले यो काटेँ। अब यो सानो टुक्रालाई म के गर्छु भन्दाखेरि चाहिँ यहाँबाट यसरी खोल्छु। यो खोलिसकेपछि यसको तल्लोपट्टि भाग चाहिँ हो खोल्नुपर्ने। यो खोलिसकेपछि यसलाई एउटा सानो यसरी चाहिँ एक पिन यसरी लिने र यसलाई यसरी जोडिदिने। अब यो जोडिसकेपछि यसलाई म फेरि प्लासले चिटिक्क पार्छु। अब यसलाई म अलिकति फोल्ड गर्छु। अलिकति फोल्ड गर्नु भनेको मतलब स्क्रुप चाहिँ त्यहाँनिर राम्रोसँग टाइट होस् भनेर। अब म यस्तो एल बनाएर यसलाई यहाँबाट छिराउँछु यसरी। अब यो रातो छ। रातो जहिले पनि मैले के भनेको छ भने चाहिँ एल भनेको लाइफमा हुन्छ है। त्यो भएर म लाइफपट्टि लेखेकोपट्टि जोड्छु। अब यसलाई यसरी यहाँ लाने, यहाँबाट स्क्रुप ड्राइभरले यहाँ खोल्ने। यसरी ख्याप्प पस्छ यो भित्र। ख्याप्प भित्र पसिसकेपछि यसरी गर्ने। अब यो पहिलो सेक्सनको काम भयो। अब हाम्रो मेन के हुन्छ भन्दाखेरि चाहिँ अब हाम्रो चाहिँ मेन अर्को तार हुन्छ, मेन तार। अब यो तारलाई पनि म यसरी स्प्लाइस गर्छु। अब हाम्रो यहाँनिर चाहिँ एउटा के छ भन्दाखेरि चाहिँ दुईवटा तार दिएको छ। एउटा फेस, एउटा न्युट्रल। अब यहाँनिर चाहिँ तपाईँको कालो र रातो दिएको छैन। यो हुनाले चाहिँ अब यसलाई हामीले चाहिँ एउटा मान्नु के पर्ने हुन्छ भने हरियोलाई चाहिँ हामीले रातो मान्ने र ब्राउन कलरलाई चाहिँ के मान्ने भन्दाखेरि चाहिँ ब्ल्याक कलर अथवा न्युट्रल भनेर चाहिँ सम्झिने। अब यसको लागि हाम्रो के हुन्छ, माउन्टेन हुन्छ, सर्फेस हुन्छ। यो सर्फेसलाई चाहिँ सानो यहाँनिर यसरी काट्छौँ। यसरी काटेर हामी यहाँबाट छिराउँछौँ।
यसरी छिराइसकेपछि यो पछाडि नजाओस् भनेर हामी यहाँनिर यसरी पनि बान्नुपर्छ है। यदि गरेपछि यो यसरी तानिँदैन। अब हामीले अघि के भनेको छौँ भन्दाखेरि चाहिँ अब यो यो ब्राउन कलरमा अहिलेको जस्तो यसरी सानो लिने यो तार, त्यस पछाडि यो इन्डिकेटरको तारलाई यसरी बटारिदिने। यसरी बटारेर यसरी गरेर यसलाई हामीले फोल्ड गर्छौँ। फोल्ड गरिसकेपछि अब हामी के गर्छौँ भन्दाखेरि यहाँबाट यसलाई खोल्छौँ। यो चाहिँ पुरै खोलिनुपर्छ है, नभए फेरि आधी कल्चा हुन्छ। पुरै खोल्यो भने भित्रसम्म राम्रोसँग पस्छ। यसरी स्याप्टै भित्र पस्यो, पसिसकेपछि अब यसलाई यसरी बस्दिने। पस्यो। अब अर्को हाम्रो यसरी यसलाई अब हामीले चाहिँ यति रेडी गरिसकेपछि अब यसबाट चाहिँ हामीले आरामसँग चाहिँ के भन्छ फ्रिज, अनि त्यस पछाडि आइरन, इन्डक्सन चुल्हा आदि इत्यादि कुराहरू चाहिँ हामीले आरामले चलाउन सक्दछौँ। हस् त, धन्यवाद। यो मेरो च्यानललाई हजुरहरूले जहाँबाट हेर्दै हुनुहुन्छ एउटा सब्सक्राइब गरिदिनु होला। धन्यवाद।